मोरङको लेटाङ नगरपालिकामा विद्युत पूर्वाधार विकासतर्फ एक महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ। नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको लेटाङ 33 केभी 8 MVA क्षमताको अटो रिक्लोजर तथा स्काडा प्रणालीमा आधारित आधुनिक मानवविहीन सब स्टेशनको परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। नेपालको वितरण प्रणालीमै पहिलो पटक अटो रिक्लोजर तथा स्काडा नियन्त्रण प्रणालीमा आधारित यस सब स्टेशनलाई अबको केही दिनभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। नेपाल विद्युत प्राधिकरण कोशी प्रदेश कार्यालय अन्तर्गत निर्माण गरिएको यो परियोजना विद्युत वितरण प्रणालीलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ निर्माण गरिएको हो। 2079 साल वैशाख 6 गतेदेखि निर्माण सुरु भएको यो आयोजना 2083 साल असार 5 गते सम्पन्न भएको हो। करिब 10 करोड रुपियाँ लागतमा निर्माण भएको यस आयोजनाको निर्माण जिम्मेवारी जय दुर्गा इन्जिनियरिङ कन्स्ट्रक्सन प्रणालीले प्राप्त गरेको लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत आपूर्ति सम्बन्धी समस्याबाट प्रभावित लेटाङ क्षेत्रका उपभोक्ताको गुनासोलाई सम्बोधन गर्न नेपाल विद्युत प्राधिकरणले यो परियोजनालाई प्राथमिकताका साथ अघि बढाएको थियो। सब स्टेशन सञ्चालनमा आएपछि लेटाङ र बेलबारी क्षेत्रका हजारौं उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसबाट विद्युत आपूर्तिको गुणस्तरमा सुधार आउने, ट्रिपिङ तथा विद्युत अवरोधमा कमी आउने, भोल्टेज समस्याको समाधानमा सहयोग पुग्ने विश्वास गरिएको छ। निर्माण कम्पनी जय दुर्गा इन्जिनियरिङ कन्स्ट्रक्सन प्रणालीका प्रमुख कार्यकारी अधिकृत सागर लुइटेलका अनुसार यो सब स्टेशन परम्परागत सब स्टेशन भन्दा फरक र आधुनिक प्रविधिमा आधारित रहेको छ। स्टेशन भन्दा अलिक फरक रहेको र नेपाल विद्युत प्राधिकरणले पनि एउटा पाइलट प्रोजेक्टको रूपमा यसलाई अगाडि सारेको छ। यो सब स्टेशनमा चाहिँ हामीले पुरानो ट्रेडिसनल ब्रेकरको साटोमा चाहिँ अटो रिक्लोजर राखेर र त्यसलाई चाहिँ स्काडा कम्प्याटिबल गरेर अनमेन सब स्टेशन अथवा मानवविहीन सब स्टेशन बनाउने लक्ष्यका साथ अहिले यो निर्माण कार्य भइरहेछ र जो हामीले यसलाई सफलतापूर्वक चार्ज पनि गरिसकेका छौँ र केही दिनभित्रमा औपचारिक रूपमा विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न गइरहेछौँ। यसमा चाहिँ अहिले विद्युत प्राधिकरणको 33 केभी लाइन चाहिँ केरुङबाट आउनुपर्ने हो, तर त्यो हाल निर्माण भइसकेको रहेनछ। अस्थायी रूपमा चाहिँ अहिले विराट चोकबाट 33 केभी लाइन ल्याएर हामीले चार्ज गरेका छौँ। यसको लागत करिबन 10 करोड रुपियाँ छ यो सब स्टेशनमा र यसमा 4वटा 33 केभी बे र 11 केभीमा 4वटा फिडरहरू राखिएको छ। यो सब स्टेशनले चाहिँ यो क्षेत्रको विशेष गरी लेटाङ र बेलबारी क्षेत्रको चाहिँ भोल्टेज सुधार र ट्रिपिङको समस्या र आम जनताले बारम्बार बत्ती काटिने किसिमको समस्याहरू छ, लोड सेडिङको समस्याहरू छ, त्यसले चाहिँ एकदम न्यूनीकरण गर्नेछ र यो कालान्तरमा यस्तो किसिमको पाइलट प्रोजेक्टहरूले विद्युत प्राधिकरणलाई जुवावट घटाउने र विभिन्न किसिमको जनताहरूलाई चाहिँ सुविधा दिने चाहिँ हामीले यसमा लक्ष्य लिएका छौँ र आम उपभोक्ताहरूलाई अहिले चाहिँ यो विराट चोकबाट जुन 15-20 किलोमिटर लाइनबाट 11 केभी लाइन सप्लाई भइरहेछ, जंगलबाट आइरहेछ। अब चाहिँ मेन सिस्टम भोल्टेज 33 केभी आएर यहाँबाट वितरण हुने हुँदाखेरि आम जनता र आम सर्वसाधारणलाई चाहिँ यो सब स्टेशनबाट डेफिनेटली उहाँहरूले फाइदा पाउनु हुनेछ, भोल्टेज पनि सुधार हुनेछ र पहिलेको गुनासोहरू जुन छ त्यो चाहिँ बिल्कुल निराकरणै हुनेछ र यो समस्या चाहिँ समाधान हुन्छ भन्ने हामीले लक्ष्य लिएको। अहिले चाहिँ यो ट्रायल फेज भन्नाले कारणले गर्दाखेरि चाहिँ अलिकति झ्याप जाने अथवा भइरहेको के छ? ट्रायल फेजमा अहिले हामीले सप्लाई दिएको छैन, हामीले 24 घण्टा मात्रै सप्लाई दिएका छौँ। ट्रायल फेज अहिले हामीले परीक्षण गरिसकेका छैनौँ। 33 केभी लाइन नियमित भएपछि 1-2 दिनभित्रमा मात्रै हामी ट्रायल फेजमा जानेछौँ र अहिले चाहिँ हाम्रो कारणले भएको छैन, हामीले ट्रायलै दिएका छैनौँ। 1 दिन मात्रै हामीले दिएका छौँ। 33 केभी लाइन नियमित नहुन्जेलसम्म ट्रायल पिरियड हुन सक्दैन। अबको 10 दिन 15 दिन पछाडिदेखि चाहिँ यो रेगुलर हुन्छ, नियमित हुन्छ। अब 10-15 दिन लाग्छ, यसमा 15 दिन जति लाग्छ। साउन 1 गतेदेखि चाहिँ पूर्ण रूपमा विद्युत प्राधिकरणलाई हामी हस्तान्तरण गर्छौँ। त्यो बीचमा चाहिँ यो ट्रायल फेज सकिएपछि नियमित रूपमा चाहिँ विद्युत प्रवाह हुनेछ र जनताले यसको अनुभूति पनि पाउनुहुनेछ। यो चाहिँ परम्परागत ब्रेकर नराखेर चाहिँ अहिले पोल माउन्टेन अटो रिक्लोजर भन्ने किसिमको नयाँ प्रविधि हो, त्यो माथि राखिएको छ। त्यो प्रविधिले चाहिँ बत्ती जाँदाखेरि आफै ट्रिप गरिदिने, आफै काट्दिने, आफै लगाइदिने। त्यसो गर्दाखेरि जनताहरूलाई चाहिँ म्यानुअल्ली लगाउने टाइम र सर्ट पिरियडमा आफै हाँगाबिङ्गाले छुँदाखेरि लाइन लाग्ने हुँदाखेरि त्यो प्रविधिले चाहिँ जनताको ट्रिपिङ पिरियडलाई चाहिँ न्यूनीकरण गर्छ र कम
लागतमा अथवा कम समयमा र कम टाइममा चाहिँ यसको प्राविधिक रूपमा चाहिँ निराकरण हुन्छ। यो किसिमको चाहिँ प्रविधि नै एक किसिम नयाँ भयो। एउटा प्रविधि त्यो नयाँ भएर दोस्रो कुरा चाहिँ यसलाई चाहिँ हामीले चाहिँ पिएलसी स्काडा बेसमा चाहिँ नेपालको अत्याधुनिक प्रविधि हो स्काडा भनेको। स्काडा बेसमा चाहिँ त्यसलाई राखेर भविष्यमा चाहिँ यसलाई रिमोटबाटै अथवा केन्द्रबाटै अथवा काठमाडौँबाटै हेर्न मिल्ने अथवा कन्ट्रोल गर्न मिल्ने अथवा त्यसलाई सञ्चालन गर्न मिल्ने किसिमको प्रविधिसँग पनि अत्याधुनिक प्रविधिसँग चाहिँ सिन्क्रोनाइजेसन गरिदिएका छौँ र त्यसलाई चाहिँ हामीले मोबाइलमा पनि मोनिटरिङ गर्न मिल्ने, कम्प्युटरबाट पनि मोनिटरिङ गर्न मिल्ने, कुनै पनि क्षेत्रबाट मोनिटरिङ गर्न मिल्ने किसिमको प्रविधि यहाँ जडान भएको छ र यो प्रविधि चाहिँ अरू परम्परागत सब स्टेसनभन्दा अलिक फरक चाहिँ भएको छ। यो प्रविधि नै फरक रहेको हुँदाखेरि यो चाहिँ नेपालको पहिलो अनम्यान भनेर भनिएको छ। अनम्यान त अब होला नहोला, तर के भने बिस्तारै यसलाई चाहिँ मान्छेविहीन अथवा मानवविहीन सब स्टेसनको रूपमा विद्युत प्राधिकरणले सञ्चालन गर्ने लक्ष्य लिएको छ। जस्तो यो इन्स्टल गर्नलाई चाहिँ नेपालमा जनशक्ति पनि छैन र बाहिरबाट मगाउनु पर्ने अवस्था आयो भनेर तपाईँले विदेशबाट मगाउनु भएको छ भन्ने कुरा सुनियो। यसको चाहिँ अब एआरको कम्पनी म्यानुफ्याक्चररलाईको उसको प्राविधिक इन्जिनियरहरू उहीँबाट मगाएको हो म्यानुफ्याक्चरबाट, र स्काडाहरूको पनि प्रविधि नेपालमा नभएको हुँदाखेरि हामीले विदेशबाटै मगाएर काम गरिरहेछौँ। 4 जना प्राविधिकहरू अहिले नियमित रूपमा काम गरिरहनु भएको छ। त्यो सम्बन्धी प्राविधिक चाहिँ हामीले बाहिरबाट मगाएका हौँ। त्यो सम्बन्धी प्राविधिक चाहिँ नेपालमा छैनन्। यो क्षमता चाहिँ अहिले यो सब स्टेसनको 8 MVA को क्षमता छ। तत्कालीन लोड अहिले लेटाङ क्षेत्रको अस्ति हामीले अनुगमन गर्दाखेरि 1.5 मेगावाट मात्रै छ। त्यसो हुँदाखेरि अहिले 3 गुणाहरू योभन्दा भइरहेको लोडभन्दा 3 गुणादेखि 4 गुणासम्म अरू लोड विस्तार गर्न सकिन्छ र यो अहिले भइरहेको ट्रान्सफर्मरले कम्तीमा पनि 5 वर्षसम्म अथवा 10 वर्षसम्मलाई पुरा हुन्छ। विभिन्न उद्योगहरू, कल कारखानाहरू, मझौला खालका उद्योगहरूलाई चाहिँ यो क्षेत्रको यो ट्रान्सफर्मरले पूर्ण रूपमा आफ्नो कार्यान्वयन गर्न सक्छ, पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ। लोडको लागि कुनै किसिमको दुविधा नहोला यो क्षेत्रको लागि। अब 5औं गुणा भइरहेको भन्दै 5औं गुणा थप्यो भने पनि अहिले समस्या छैन र भविष्यमा एक्सपान्सन गर्नलाई पनि क्षमताहरू ठाउँहरू छन्, विस्तार गरी राखिएको छ। त्यो ट्रान्सफर्मरलाई क्षमता अभिवृद्धि गर्न सक्छ विद्युत प्राधिकरणले। लोड बढ्ने बित्तिकै क्षमता अभिवृद्धि गर्न सक्छ। यसको लागि कुनै किसिमको समस्या छैन। जस्तो त्यो काने पोखरीदेखि यो सब स्टेसनसम्म 10-12 किलोमिटर जङ्गल क्षेत्र रहेछ। जङ्गल क्षेत्रमा रुख काटिएको रहेन रहेछ। बाटो बिचमा जङ्गलको बिचबिचमा लाइनहरू ल्याएको हुँदाखेरि हावाहुरी आउँदाखेरि र पानी पर्दाखेरिले चाहिँ धेरै समस्या हुन्छ र लाइन ट्रिपिङको समस्या रहिरहन्छ। त्यसै कारणले अस्ति मेयर साहबलाई र प्राविधिक विद्युत प्राधिकरणलाई पनि हामीले अनुरोध गरेको छौँ, कसरी हुन्छ त्यो जङ्गल क्षेत्रका रुखहरूले चाहिँ हाँगाबिङ्गाहरू चाहिँ काटिदिनु होला, अन्यथा फेरि यो यहाँका जनताले चाहिँ पहिला जस्तो थियो त्यस्तै नै समस्या भोग्नुपर्छ र सबैजना मिलेर चाहिँ जङ्गल क्षेत्रमा भएका रुख हाँगाबिङ्गा चाहिँ काट्न सहयोग गरिदिनु भयो भने चाहिँ यो क्षेत्रको सब स्टेसन चाहिँ नियमित रूपमा सञ्चालन हुन्छ र आम जनताले चाहिँ राम्रोसँगले विद्युत सुविधा पाउँछन्। नत्र फेरि पहिलाको जस्तै ट्रिपिङ समस्या रहिरहनेछ। यसलाई नियमित रूपमा सञ्चालन गर्नको लागि काने पोखरीदेखि लेटाङसम्म आएको वन जङ्गलको क्षेत्रमा गाडिएका पोलको छेउमा रहेका रुख हाँगाबिङ्गा चाहिँ काट्नै पर्छ र यसको लागि चाहिँ वन कार्यालयलाई हुन्छ कि नगरपालिकालाई हुन्छ, कसलाई भनेर हुन्छ, यो समन्वय चाहिँ पब्लिकले चाहिँ एउटा प्रेसर दिएर कसरी हुन्छ यो चाहिँ गराउनै पर्नेछ। आशा छ यसमा चाहिँ सबै जनताको आधुनिक प्रविधिमा आधारित यस सब स्टेसन सञ्चालनमा आएपछि विद्युत सेवा थप भरपर्दो, प्रभावकारी र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ। साथै यसले भविष्यमा स्मार्ट विद्युत पूर्वाधार विस्तारका लागि नयाँ मार्ग समेत प्रशस्त गर्ने विश्वास लिएको छ।